टर्न राम्रो रहेछ नि हेर्दा यो चाहिँ नर्वेको लगभग बीच ठाउँमा हो र नर्वे भनेको नेपाल जस्तै डाँडा काँडा भएको देश अनि अहिले भन्नु पर्दाखेरि अहिले चाहिँ एउटा डाँडालाई सिधै छेडेर टनेल गराएर अर्को ठाउँमा निकालिदिएको छ 14 किलोमिटरको चाहिँ टनेल हो यो चाहिँ अब आखिर नेपालमा पनि सम्भव होला यस्तो बनाउनलाई रोड पनि यस्तो डाँडा काँडामा पनि धेरै राम्रो व्यवस्थित तरिकाले बनाएको रहेछ र म यसो सिनेरी देखाउँदैछु कल्दिरपट्टिको भाग